10x15 Quick Start. राउटर सेटअप गर्ने तरिका। कृपया राउटरलाई घरको यस्तो ठाउँमा राख्नुहोस् जहाँ कुनै अवरोध नहोस्, जस्तै बैठक कोठा। पावर कर्डलाई राउटरको पावर पोर्टमा र इथरनेट केबललाई वान पोर्टमा जोड्नुहोस्। जब बत्ती हरियो रङमा झिम्काउन थाल्छ, यसको अर्थ राउटर सुरु हुँदैछ। राउटर पूर्ण रूपमा सुरु हुनको लागि करिब 1 मिनेट पर्खनुहोस्। राउटरको मुनिपट्टि लेखिएको डिफल्ट वाइफाईमा कनेक्ट गर्नुहोस्, यसमा कुनै पासवर्ड हुँदैन। सेटिङहरू अगाडि बढाउन कन्फिगरेसन विजार्डको पालना गर्नुहोस्। यदि विजार्ड आफै खुलेन भने आफ्नो ब्राउजरमा 192.168.124.1 टाइप गर्नुहोस्। एक्सपिरियन्स नाउमा क्लिक गर्नुहोस्। राउटरले स्वचालित रूपमा नेटवर्क वातावरण पत्ता लगाउनेछ र इन्टरनेट जडान गर्ने विधि मिलाउनेछ। तपाईले इन्टरनेट चलाउने विधि परिवर्तन गर्न अर्को मोडमा क्लिक गर्न सक्नुहुन्छ। अहिले हामी उदाहरणको लागि DHCP प्रयोग गर्नेछौँ। आफ्नो वाइफाईको नाम, पासवर्ड र राउटर म्यानेजमेन्ट पासवर्ड फेरि सेट गर्नुहोस्। सेटिङहरू पूरा भएपछि सामग्री सुरक्षित राख्नको लागि स्क्रिनशट लिनु सुझाव दिन्छु। यस समयमा राउटरको बत्ती लगातार हरियो बलिरहनेछ। इन्टरनेट चलाउनको लागि नयाँ वाइफाईमा फेरि कनेक्ट गर्नुहोस्। थप सेटिङहरूको लागि तपाईँ राउटरको वेब पेजमा लगइन गर्न सक्नुहुन्छ।